नमस्कार दर्शक तथा श्रोताबिन, स्वागत छ यहाँहरूलाई आजको नयाँ र रमाइलो कथामा। आजको कथा रहेको छ हात्ती र कमिलाको बिहे। एका देशमा एउटा ठुलो पहाडको काखमा बसेको घना जङ्गल थियो। जङ्गलमा धेरै चराचुरुङ्गी र धेरै जनावरहरू थिए। न त जनावरहरूको कमी थियो न त हरियालीको। त्यही जङ्गलको राजा जस्तै मानिन्थ्यो एउटा हात्ती। उसको ठुलो परिवार थियो। बुबा आमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबै मिलेर जङ्गल चलाउँथे। जङ्गलमा उनीहरू हिँड्दा जङ्गलै हल्लिन्थ्यो। हात्तीको घरमा भोज भतेर, हाँसो उत्सव कहिल्यै रोकिँदैन थियो। उसकी श्रीमती दयालु थिइन्। छोराछोरी खेल्नमा व्यस्त हुन्थे। हात्ती आफूलाई संसारकै सबैभन्दा भाग्यशाली ठान्थ्यो। तर समय सधैँ कहाँ एउटै हुँदो रहेछ र। पहिला बुबा आमा बुढा भएर बिते। पछि दाजुभाइ आफ्नै समूह लिएर टाढाको जङ्गलतिर गए। केही त सिकारीको फन्दामा परे। छोराछोरी ठुलो भए आफ्नो बाटो लागे। अन्तिम चोट त त्यो दिन आइलाग्यो जब हात्तीकी श्रीमती बिरामी भएर बितिन्। त्यस दिनदेखि हात्तीको जीवन सुनसान भयो। ठुलो शरीर थियो तर मन भने एक्लो थियो। राजा जस्तो हात्ती, तर आँसु लुकाएर रोइरहन्थ्यो। दिन बित्दै गए। हात्तीको चाल पनि ढिलो भयो। दाँत पनि पुराना भए। सुँड पनि भारी हुन थाल्यो। बुढेसकालले उसलाई समात्न थाल्यो। राति एक्लै सुतेर ऊ भन्थ्यो, उमेर पनि बुढो भयो, जिउन पनि गाह्रो भयो। त्यसपछि उसले सोच्यो, अब फेरि जीवनसाथी खोज्न पर्छ कि क्या हो। एक्लै त धेरै गाह्रो हुने भयो मलाई। भोलिपल्ट बिहानै उठेर हात्ती जङ्गल चाहर्न थाल्यो। दिनभरि हिँड्थ्यो, केही भेट्दैनथ्यो, कसैलाई भेट्दैनथ्यो। थकित भएर जहाँ पुग्यो त्यहीँ बास बस्थ्यो र भोलिपल्टको यात्रा त्यहीँदेखि सुरु गर्थ्यो र धेरै टाढाको जङ्गलसम्म चाहर्थ्यो। धेरै टाढाको जङ्गलसम्म पुग्दा पनि कसैसँग मन मिल्दैन थियो। कसैलाई भेटिहाले तापनि कसैले बुढो भनेर हेला गर्थे त कसैले फोहोरी भनेर। ऊ निराश भएर दिनभरि हिँड्थ्यो, जहाँ पुग्यो त्यहीँ बास बस्थ्यो र भोलिपल्टको यात्रा त्यहीँबाट सुरु गर्थ्यो। एक दिन लामो हिँडाइपछि उसले जङ्गलको छेउमा एउटा सानो खरको झुपडी देख्यो। यति सानो झुपडी कसको होला भन्दै हात्ती त्यही झुपडीतिर गयो र त्यस झुपडीभित्र हेर्दा धेरै कमिलाहरू थिए। कोही घर लिपिरहेका थिए, कोही मोही पारिरहेका थिए, कोही दुध तताइरहेका थिए। साना शरीर तर ठुलो व्यवस्था थियो। घर वरिपरि गाईबस्तु थिए। धेरै बाख्राहरू थिए, धेरै भैँसीहरू थिए। मेहनती कमिलाहरू आफ्नो काम गरिरहेका थिए। हात्ती त्यो देखेर अचम्ममा पर्यो। कमिलाले आदरपूर्वक सोध्यो, ए हजुर, यहाँ किन आउनु भएको? हात्तीले आफ्नो सबै दुःख सुनायो। परिवार गुमाएको, श्रीमती बितेको, एक्लो 15 बुढेसकाल सबै सुनायो र कमिलाले ध्यानपूर्वक सुन्यो। केही बेरपछि कमिलाले भन्यो, ए हजुरले त धेरै दुःख पाउनु भएको रहेछ। हजुर त बुढो पनि हुनुभएछ। जीवनसाथीको खोजीमा निस्कनु भएको रहेछ। हजुर मान्नुहुन्छ भने म हजुरसँग एउटा प्रस्ताव राख्न सक्छु। हात्तीले भन्यो, हुन्छ, के प्रस्ताव हो भन न। र कमिलाले भन्यो, मसँग मेरी सानी छोरी छिन् कमिली। यदि हजुरलाई आपत्ति छैन भनेदेखि उसको बिहे म हजुरसँग गराउन चाहन्छु। हात्ती छक्क पर्यो र भन्यो, हात्ती र कमिलाको बिहे? यो कसरी सम्भव छ? हात्ती गलल हाँस्दै त्यहाँबाट हिँड्यो। हात्ती फेरि धेरै दिनसम्म हिँड्यो। जीवनसाथीको खोजीमा दौडधुप गरिरह्यो। कसैलाई भेटेन। भेटेकासँग मन मिलेन, मन मिलेकासँग ज्यान मिलेन। यत्तिकैमा थकित भएर एक्लै जीवन बिताइरहेको थियो। त्यही बेला उसलाई कमिलाको मेहनत सम्झना आयो। सानो शरीर तर ठुलो हिम्मत। परिवार सम्हालेर बसेको, सबैजना आफ्नो काममा मेहनत गरिरहेको। र हात्तीले सोच्यो, ज्यान सानो भएर के भयो त,
मन त ठुलो छ नि। भोलिपल्ट बिहानै उठेर हात्ती कमिलाको झुपडीतिर लाग्यो। झुपडीमा कमिलाहरू मेहनत गरिरहेका थिए। हात्तीले बिन्ती भाउ गर्दै भन्यो, पहिलाको कुरामा म सहमत भएँ, के तिमीहरू सहमत छौ? कमिला धेरै खुसी भयो। उसले गर्वका साथ आफ्नी छोरी उसलाई दिने निर्णय गर्यो। अब हात्ती र कमिलाको बिहे हुने भयो। सबै जङ्गली जनावरहरूलाई कमिला र हात्तीको बिहेको निम्ता बाँड्न लगाइयो। जनावरहरूले यो सुन्ने बित्तिकै उनीहरू आश्चर्यमा परे। हात्ती र कमिलाको बिहे यो कसरी सम्भव छ? त्यति ठुलो हात्ती अनि त्यति सानो कमिला, यो त असम्भव कुरा हो भन्दै कोही हाँस्न थाले, कोही खिसी गर्न थाले। त्यति ठुलो हात्ती अनि त्यति सानो कमिला, हात्तीले त थिचेर मारिहाल्छ भन्दै जिस्क्याउन थाले। तर हात्ती अडिग रह्यो, म जसरी पनि गर्छु, हात्तीले भन्यो। र केही दिनपछि हात्ती र कमिलाको बिहे भयो। बिहेपछि कमिली हात्तीको घर गइन्। सबै जनावरहरू छक्क परे। समय बित्दै गयो, हात्ती बुढो हुँदै गयो। कमिली तरुणी थिइन्। दिनभरि कमिली आहारा खोजेर आफ्नो हात्तीलाई पाल्थिन्। कमिलीको त्यो मेहनत देखेर जनावरहरू पनि छक्क पर्थे। सानी भएर पनि यति मेहनती रहेछिन्, हामीले त उसलाई चिन्नै नसकेको। हामी पनि कमिलीलाई सहयोग गर्नुपर्छ। जनावरहरू सबैले निर्णय गरे र सबै जनावरहरू जङ्गलमा मिलेर बस्न थाले अनि कमिलीलाई सुख दिए। ठुलो सानो भन्दा पनि मन ठुलो हुनुपर्छ, मेहनत ठुलो हुनुपर्छ, सफलता आफै मिल्छ। आफ्नो मन बलियो बनाएर गरेको काम कहिल्यै असफल हुँदैन। ठुलो सानो नभनी अगाडि बढे हामी अवश्य पनि सफलताको शिखरमा पुग्न सक्छौँ। दर्शक तथा श्रोताबिन, यो कथा हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन भने नबिर्सनुहोला। यस्तै रमाइला कथा सुन्नको लागि यो च्यानललाई एक सब्स्क्राइब गरेर हौसला प्रदान गर्नुहुन्छ भन्ने ठुलो आश गरेको छु। हस्त, धन्यवाद।